बालन सरकारले 2062-63 यताको उच्च पद धारण गरेका व्यक्तिहरू अर्थात् मन्त्री प्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने आयोग गठन गरेकोले गर्दा अहिले प्रचण्ड ओलीको शरणमा पुगेको छ। हस्पिटलमा नै पार्टी एकीकरणको प्रस्ताव लिएर र यो पार्टी एकीकरण कुनै देशको लागि होइन, ऊ आफूले गरेको कुकर्महरूको बालन सरकारले फाइल खोलेमा जनताहरूलाई भेडा बख्रा बनाएर सडकमा उतार्नको लागि ओली र प्रचण्ड मिलिरहेछ र पार्टीलाई एकीकरण गरिरहेछ। र प्रचण्डलाई ओलीसँगको मिल्नुको कारण हो जीवनभर जङ्गलमा बिताएका मान्छेलाई 10 लाखको घडी लगाउने औकात कहाँबाट आयो, छोरीलाई 4 लाखको ब्याग बोक्ने हैसियत कहाँबाट आयो, राजा जस्तो जीवनशैली बाँच्ने पैसा कहाँबाट आयो। र यिनीहरूलाई नै रुकाउनको लागि ओली र प्रचण्ड मिलिरहेछ ताकि बालन सरकारले यिनीहरूमाथि कुनै पनि एक्सन लिएमा यिनीहरूले जनतालाई भेडा बख्रा जस्तो रोडमा उतारेर हुल दङ्गा नारा जुलुस गर्ने र बालन सरकारलाई दबावमा राख्ने कोसिस गरिरहेछ यी भरुटेहरू।